एउटातिर सरकारी जागिर अर्कोतिर पिआर जिन्दगी त मजै मजा छ नि यार। साथीहरू यतातिर हामी सर्वसाधारण जनताहरूले तिरेको करबाट जागिर चाहिँ सरकारी खाने, तर उतातिर ग्रिन कार्ड पिआर पासपोर्ट बोकेर उतै विदेशतिर सेटलमेन्ट हुने हो। यस्ता कर्मचारीहरूलाई चाहिँ सामान्य प्रशासन तथा भूमि व्यवस्थापन मन्त्रालयकी मन्त्री प्रतिभा रावलले चाहिँ स्पष्टीकरण सोध्न सुरु गर्नुभएको छ। सुन्नमा आएअनुसार अस्ति मात्र सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले 4 जना अधिकृत सरहका सरकारी कर्मचारीहरूलाई चाहिँ सोधेको स्पष्टीकरण लिएको भन्ने कुरो चाहिँ बुझिएको छ। आखिर सरकारी कर्मचारीहरूले यस्तो किन गरिरहेका छन्? यतातिर सरकारी जागिर पनि खाने, तर उतातिर पिआर पासपोर्ट चाहिँ विदेशको बोकेर उतैतिर सेटलमेन्ट हुन खोजिरहेका छन्। यो कुरो अहिले मात्र होइन, योभन्दा अगाडि एमालेको सरकार हुँदाखेरि पनि त्यतिखेरका तत्कालीन सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले पनि यो विषयमा कुरो उठाएका थिए र उनले कतिपय ठाउँमा एक्सन पनि लिएका थिए र उनले सिधै भनेका थिए अबदेखि विदेशी पिआर लिएर बस्ने सरकारी कर्मचारीहरूलाई चाहिँ नेपालमा जागिर खान दिइने छैन र उनले कतै धेरै ठाउँमा एक्सन लिएपछि उनको चाहिँ व्यापक रूपमा चर्चा भइरहेको थियो तत्कालीन समयमा। तर त्यतिखेर एमालेको सरकार धेरै टिक्न सकेन र त्यो कुरो त्यतिकै सीमित भएको थियो। फेरि त्यही कुरोलाई अहिले सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले चाहिँ उठाएकी छन् र उनले सुन्नमा आएअनुसार 4 जना कर्मचारीहरूलाई चाहिँ स्पष्टीकरण सोधेकी छन् र सुन्नमा आएअनुसार उनीहरूको स्पष्टीकरण चाहिँ चित्त बुझ्दो नआएमा उनीहरूलाई जागिरबाट सरकारी सेवाबाटै बर्खास्त हुने गरी पदमुक्त गर्ने भन्ने कुरोसम्म सुन्न आएको छ। अब यो विषयमा तपाईँहरूको राय सुझाव के छ साथीहरू, प्रतिक्रिया दिनुहोला।